कि यो सरकारले मेरो मुद्दा दर्ता गरिदिन्छ। सुजन गुरुङले तपाईँको मुद्दा लिन्छ भन्ने अब लाग्यो। गृहमन्त्रीलाई चाहिँ भेट्न आयो। दहेजको कुरा गर्यो, मसँग फोनमा झगडा भयो। मेरो छोरीलाई 2-4 दिन बाद पछि मार्थ्यो। दहेजमा बिहे गर्यो अनि ससौला गाउँमा रामगोपालपुर नगरपालिका, उसको सासू उसको जेठो मोहतरी जिल्ला। के भयो छोरीको भन्नुहोस् त। छोरी लभ म्यारेजमा बिहे गरे आफैले, मैले त गरेन सर। उसले आफैले बिहे गर्यो, फेरि 1 महिना पछि अनि तिलक दहेजको कुरा गर्यो, मसँग फोनमा झगडा भयो। मेरो छोरीलाई 2-4 दिन बाद पछि मार्थ्यो। ओहो, त्यो तपाईँले दाइज नदिएको कारणले मार्यो? हो, मैले दहेज नदिएन। कति मागेको थियो तपाईँसँग? एउटा बैग अरू पलङ मुसरी यही सब। अनि त्यो अनि मारेपछि के तपाईँले दर्ता गर्नु मुद्दा मेरो सरोज यादवले दर्ता गर्नु दियो न। को हो त्यो सरोज यादव? सरोज यादव मन्त्री थियो मधेसको, एमालेको। दिएन। कति भयो यो घटना भएको? घटना 1 साल भयो सर। 1 साल भयो। हजुर। ल छोरीको देखाउनु त चित्र। यही हो, ल पल्टाउनुहोस्। सबै एउटै हो सर। एउटै छ होइन? एउटै छ। एउटै छ। ल अनि कसलाई भेट्न आयो? अनि गृहमन्त्रीलाई चाहिँ भेट्न आयो। कसले भने त गृहमन्त्रीले भेट्नुपर्छ भनेर? उसले एउटा यो जिते छ नि, त मेरो नयाँ उमङ्ग भयो। कसैले त सुनेन, मेरो कुरा बुझेन, मेरो दुःख बुझ्यो न। अब यो नयाँ सरकार भएन त मेरो दिलमा उमङ्ग जाग्यो कि यो सरकारले मेरो मुद्दा दर्ता गरिदिन्छ। सुजन गुरुङले तपाईँको मुद्दा लिन्छ भन्ने अब लाग्यो। कहिले आउनुभयो तपाईँ गाउँबाट? आज 3 दिन भएछ। 3 दिनदेखि गृहमन्त्रीले भेट्न पाएको छैन? 3 दिन त भेट गर्न म हिजो आएको थियो। हिजो पाएन? लेट भएछ, मेरो टाइमै खत्तम थियो, 5 बजे थियो। अहिले के भन्नुभएको छ? अहिले त दर्ता उर्ता भएछ केस। अब फेरि चिठी भन्छ कि अहिले सुजन